बागलकोट जिल्ला तिलागुफा नगरपालिका वडा नम्बर 8 ओखलबिडा धुडुबाडा भन्नुभएको छ। हाल बसाई राजापुर बर्दिया 8 धुमिनपुरबाट आउनु भएको छ। निकै मिठो देउडाको शैली लिएर देउडा गायक सर्जक अमरराज नेउपाने आउनु भएको छ। यति बेलाको बसाइमा भने हामी पुनः उहाँको गीत वाचन गर्न गइरहेका छौँ। तपाईहरु पनि यस्तै वाचनको लागि मेसेज गर्नुहोस्। बाँकी देउडा कोसेलीबाट है त। जन्मको जन्म थात छुट्यो, रमाइलो गाउँ छुट्यो, बाल्यकालका साथी छुट्या, खेलाउने ठाउँ छुट्यो, बाल्यकालका साथी छुट्या, खेलाउने ठाउँ छुट्यो कठैभरि। बिर्स्यौ नसोच बिर्स्याको नै मेरा जन्मभूमि, मौका पर्या परान ढला आउला रेगी घुमी, मौका पर्या परान ढला आउला रेगी घुमी। नछलै सबैलाई फलै सोला लाको माटी, कहिल्यै धर्म फाल्या छैनौ हाम्रा तर्फबाटी, कहिल्यै धर्म फाल्या छैनौ हाम्रा तर्फबाटी। सौरै अझै लागेको छ चौका गैरा गोठको, जागया सम्झना आउँदो कठै कालीकोटको, जागया सम्झना आउँदो कठै कालीकोटको। सबैलाई प्यारा हुन्छन् माटी मह पारी, सुगन्ध सबैलाई दिए मेरै होइ फुलबारी, सुगन्ध सबैलाई दिए मेरै होइ फुलबारी। बिर्स्याको नै कालीकोटलाई, भुल्याको नै गाउँलाई, बिजोसीले धर्म राखे सोलालाको ठाउँलाई, बिजोसीले धर्म राखे सोलालीको ठाउँलाई। झल्को बारम्बार आउने रहेछ आफू जन्मिया ठाउँको, सौरै लाग्यो जन्म थातको माया लाग्यो गाउँको, सौरै लाग्यो जन्म थातको माया लाग्यो गाउँको। निकै मिठो देउडा कसैले लिएर आउनु भएको थियो। हेर्दैदेखि धन्यवाद। तपाईहरु पनि यस्तै वाचनको लागि कृपया भिडियो पुरा हेरेर फलो बटन दबाएर टक्क कमेन्ट गर्नुहोस्।